हामी आज बनाउन गइरहेका छौं पालक अनि कुखुराको मासु। यसलाई चाहिँ राम्रो छाट्ने। दर्शकगण नमस्कार हजुरहरूलाई सबलाई। आज मैले भिडियो नबनाएको धेरै दिन भइसक्यो अनि आज बनाउँदै छु। हजुरहरूलाई सबलाई नमस्कार छ। अनि यो भिडियो चाहिँ म आज कुखुराको मासु अनि यो पालकको साग, पालङ्गी साग हो। यसको चाहिँ आज मासु बनाउने हो। हेर्नुका साथीहरू हजुरहरूले हेरिदिनु होला। साथीहरू यो चाहिँ मोटो चाहिँ डन्ठल नहाल्ने, मसिनो पारेर काट्ने हो नि यसलाई फेरि हैन। यसरी यो चाहिँ हाल्ने हैन नि, यो चाहिँ नहाल्ने। नरम खालको चाहिँ हाल्ने हो। यो चाहिँ हाल्ने हैन, राम्रो खाले। ल साथीहरू म यो काट्दैछु। यो साग, पालकको साग चाहिँ यसरी मसिनो पारेर काट्ने। अनि यसरी यसरी काट्ने। काटेपछि यो हो साथीहरू, यसरी मसिनो काटेर राखेपछि अहिले बनाउनेलाई फेरि देखाउनेछु। यो साथीहरू पालक मासुको लागि, पालक कुखुराको मासुको लागि म प्याज काटेर काट्न गइरहेको छु। यो चाहिँ लसुन, यो चाहिँ अदुवा मसिनो पारेर काटेको छ। यो चाहिँ प्याज। मसिनो गरेर काट्नु यसलाई। ल साथीहरू साबुत मसला, यो चाहिँ काटिसकेको प्याज हो चाहिँ यो साबुत मसला छ। यो चाहिँ दालचिनी हो यो, अनि तेजपत्ता अनि अलैँची, दुईटा अलैँची छ, अनि लौंग छ, अनि साबुत काली मिर्च यो चाहिँ यसमा राखेको छ। यसमा हल्का अब जिरा राख्ने। यो भइसकेको छैन। जिरा 1 चम्मच जस्तो छ। त्यसपछि प्याज अदुवा लसुन, यसलाई चाहिँ अब ब्राउन हुँदासम्म पकाउने। त्यसपछि 3वटा टमाटर छ, यसलाई चाहिँ हामीले मिक्सीमा पिस्ने हो।
3वटा टमाटरलाई साथीहरू। यो चाहिँ टमाटर मिक्सिङ पिसिसकेको छ। प्याज चाहिँ अब ब्राउन हुन गएर ब्राउन भएपछि यसो चाहिँ प्याज र टमाटर राख्ने हो। यसलाई ब्राउन हुन दिउँ प्याजलाई। यसलाई चाहिँ यो पालकलाई चाहिँ धुन गइरहेको छु। यसलाई राम्रोसँग नत्र यस्तै मट्टी हुन्छ, माटो हुन्छ यसमा। राम्रोसँग धोएर लिएर आउँछु र साथीहरू सागलाई चाहिँ 3-4 पटक धोइसकेको छ। यहाँ चाहिँ अब हल्का ब्राउन गइरहेको छ प्याज। अब यसमा पिसेको टमाटर राख्ने हो। साथीहरू टमाटर भर्खर राखेको छ यसमा पिसेको टमाटर। मसाला हाल्न गइरहेको छ साथीहरू। यसमा चाहिँ स्वाद अनुसार नुन, नमक, हल्दी स्वाद अनुसार। यो चाहिँ आधा चम्मच गरम मसाला, आधा चम्मच जति पिसेको धनिया पाउडर, यो भइसक्यो साथीहरू मसला। पहिले चाहिँ मासु राख्नु साथीहरू। साथीलाई पनि राख्नु। र साथीहरू यो चाहिँ बन्नेवाला छ, हेरिदिनु होला। साग चिकन पालकको छ चिकन। अहिले बन्न सकेको छैन, बन्दैछ। राखिदिउँ 15 मिनटको लागि। र साथीहरू चिकन अब चिकन साग पानी सुक्न गइरहेको छ। यसलाई हल्का पानी सुकाऊँ। अनि चिकन चाहिँ पाकिसकेको छ, साग पनि पाकिसकेको छ। अब तेज आँचमा यसलाई पानी सुकाउने रेडी भइसकेको छ साथीहरू। र साथीहरू यो बनिसकेको छ, यो तयार भइसक्यो। यसरी बनाउनु होला। कस्तो लाग्यो यो मेरो रेसिपी? पालक चिकन भनिदिनु होला। कस्तो लाग्यो साथीहरू भनिदिनु होला। धन्यवाद साथीहरू।